कैलालीको टिकापुरमा विश्वव्यापी रक्तदान कार्यक्रम सुरु भएको छ। वी लभ यू इन्टरनेसनल फाउन्डेसन टिकापुर शाखाको आयोजना तथा नेपाल रेड क्रस सोसाइटी टिकापुर उपशाखाको प्राविधिक सहयोगमा टिकापुरको सिटी हलमा रक्तदान कार्यक्रम सुरु भइरहेको छ। रक्तदान कार्यक्रमको एक समारोहका बीच उद्घाटन गरिएको थियो। उद्घाटन कार्यक्रममा संघीय सांसद कमल गेवाली, टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जी, कार्यपालिका सदस्य दीपक निशानी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले रक्तदानको महत्त्वबारे प्रकाश पार्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने वक्ताहरूले रक्तदानले आकस्मिक अवस्थामा आवश्यक पर्ने रक्तदानको आपूर्ति सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने समेत बताउनु भएको थियो। रक्तदान कार्यक्रममा 150 भन्दा बढी नागरिक सहभागी हुने आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका नागरिक उत्साहजनक रूपमा सहभागी भइरहेका छन्। नेपाल रेड क्रस सोसाइटी टिकापुर उपशाखाका अनुसार आज सङ्कलन हुने रगतले करिब 1 महिनाको रक्त अभाव टार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। रगतको माग बढिरहेका बेला ठूलो संख्यामा रक्तदानको सहभागिताले टिकापुर क्षेत्रमा रक्त व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। आयोजकले स्वस्थ र योग्य नागरिकलाई रक्तदानमा सहभागी हुन समेत आग्रह गरेको छ। रक्तदान गरौँ, जीवन बचाउँ। टिकापुरमा जारी विश्वव्यापी रक्तदान कार्यक्रमले यही मानवीय सन्देश दिएको छ।